नाम कन्टेनर आइटम नेम यहाँ बसिरहनु तल एमाउन्टहरू आइटमहरू राख्नु चाहिँ राख्नु भएन राख्ने हिसाब मिल्नु पऱ्यो यहाँ लेख्नु पऱ्यो नि यहाँ के आइटम नेम त्यसपछि डेट त्यो त हो त नि त्यसको लागि त अनि माथिको माथि बनाउनु पर्छ लेभल टेक्स्ट लेभल टेक्स्ट बक्स राखेर बनाउनु पऱ्यो पर्छ अनि यहाँ देखाउँदै कस्तो बनाउने अहिले यो त भइरहेको यहाँ राख्नुपर्छ लेभल टेक्स्ट छैन यसलाई अनि आइटमको नाम राख्नुपर्छ आइटम यहाँ राख्नु भयो भने त्यहाँ राख्नु यहाँ राखेर गरेको अनि बल्ल नयाँ ल्यापटप मेरो स्लो छ के भन्नु भन्दा बरु फास्ट स्टोन क्याप्चर फास्ट स्टोन क्याप्चर छैन यसले गरा क्या यसले गरा होइन कपी त हालेकै छैन सबै अस्ति नै गरेर सबै हाल्दै होइन मैले त फोटो हाल्दै यो पनि फास्ट हुन्छ हजुर अब यहाँ हुन्छ है जो म ग्रुप बक्स लिएर गर्छु ग्रुप बक्स आज ग्रुप बक्सबाट गरौँ जो हामीले गऱ्यौँ तपाईँहरू एउटा सफ्टवेयर पनि प्लान गर्नुहोस् है चाहिँदैन मैले त एउटा सफ्टवेयर प्लान गरिसकेको थिएँ के प्लान मैले त्यही उसको स्कुलमा युज रेज्युम उसले गर्ने त्यहाँ सबै स्टुडेन्टको डिटेल्सहरू लिएर सबैकै फिसको डिटेल्सहरू होइन क्लासको होइन टन्नै बनाइसकेको छ हजुर टन्नै बनाइसकेको बनाइसकेको टन्नमा सोधेको सक्यो भन्ने सर हामीले के बनाउनु प्र्याक्टिस गर्दा प्र्याक्टिस सर हामीले चाहिँ त्योबाट चाहिँ मेन चाहिँ कुन चाहिँ बनाउनु ठिक हुन्छ तपाईँ स्कुलबाट सुरु गर्नुहोस् त्यही सजिलो हुन्छ स्कुलबाट स्कुल प्रोजेक्ट भयो स्कुल बुक एउटा सिम्पल एउटा मोड्युलबाट सुरु गर्ने जसको एउटा के गर्ने भने एउटा स्टुडेन्टको इन्फर्मेसन मात्रै मेन्टेन गरिसकेको बनाउने कि फेरि स्टुडेन्टको इन्फर्मेसन मात्रै मेन्टेन गरेपछि धेरै इन्फर्मेसन भयो चाहिँ स्टुडेन्ट कुन क्लासमा पढ्यो स्टुडेन्टको गार्जियनको स्टुडेन्टको एटेन्डेन्स के तिन चारवटा कुरा जोडियो फेरि केको कुरा गर्ने अनि त्यो अर्को मोड्युल जोडिन्छ एकाउन्टको कुराहरू आउँछ सबै राख्ने कि हेलो ल सर अब स्टार्ट गरौँ रेगुलर भयो यसको नाम मैले रोल अफ डिटेल्स भनेर हालेँ यहाँ यसको टेक्स्ट पनि चाहिँ नलेको छ नेम र टेक्स्ट बक्स यहाँ मैले त्यहाँ होला यहाँ गएर
दुई चारको कन्ट्रोलहरू लिएर के छ कि सबसे मलाई लेभल चाहिँ लेभल र टेक्निकको वर्कसप मलाई त थाहा छ लेभल लिएर पछि म तपाईँलाई डेट टाइम पिकरहरू गरेर कसरी काम गर्न सकिन्छ त्यो सिकाउँछु प्लस एउटा टेक्स्ट बक्स चाहिँ के भन्नु टाइगर भागला सही शब्द लेट मी टेक आउट मैं साथ ना सर क्या साथ वर्ष के आनंद में टेक्स्ट को थोड़ा देर इसका नाम हाल्यो प्रोडक्ट आईडी ठीक छ एउटा अर्को नयाँ प्रब्लम सिकाउँछु त्यसको अलिकति लिमिटेसन चाहिँ छ होइन तर त्यो लिमिटेसनलाई पछि कभर गर्नु एक्सेप्सन ह्यान्डल पछि सिकाउँछु यसको नाम छ प्रोडक्ट नेम प्रोडक्ट आईडी प्रोडक्ट नेम लेबल र टेक्स्ट बक्स हाल्ने के यो खास के बनाउन लाग्यो रेस्टुरेन्टको यसको नाम रेट प्रोडक्ट आईडी प्रोडक्ट नेम हैन रेट अनि यहाँ चाहिँ मैले हाल्छु क्वान्टिटी ठिक छ र मलाई एउटा के चाहिँ यो एमाउन्ट भन्ने चाहिँ यो हो सर एमाउन्ट में लेबर मात्र राख्दै हुन्छ नि लेभल हालिदिन्छु लेभल हाल्नु किन टाउको टेक्स्ट बक्स दुईटै लेबर बाई डिफल्ट यो कति हुन्छ 0 भयो त मलाई चाहिँ यहाँ ग्रेड भ्यू बटन ग्रेड भ्यू हालिहाल्छु गो एन्ड टेक अ ग्रेड भ्यू लग गर्ने र यसमा गएर फिल्म डाउनलोड गरेको फिल्म हाल्नु सक्छ ऊ नै हो यो त्यसपछि नेक्स्ट चाहिँ हुन्छ भएपछि लेट मी एड सम आईडी र यसको नाम प्रोडक्ट आईडी रीड ओनली भयो त कुछ रीड ओनली बराबर
पुग्यो नि त क्यान्सल गरेर गाह्रो गर्नु गाह्रो ल्यापटपमा बाँध्नु पऱ्यो त्यही भएर अनि यो बसमा गाह्रो भयो एडबल गर्ने डबर भयो सबै गयो गयो नि हजुर क्यान्सल गर्नु भने के गर्नु सबसे पहिले अटो साइज कलम मलाई फिल गरिदिनु अटो साइज कलम मलाई फिल गरिदिनु हो अर्को यसको चाहिँ पछाडिको कलर कुनै अल्टरनेटिभ कलर आउँछ बटनहरू items view total link करूँ क्या ठीक छ सबको नाम चेन्ज गर्नु नाम ext id स्मॉल बाहर कस्तो खरिन्छ
मेरो अब्जेक्टिभ के त भन्दाखेरि नि मैं रेट हाल्छु क्वान्टिटी हाल्ने बित्तिकै अटोमेटिक एमाउन्ट क्यालकुलेट होस् हो मलाई रेट मैले हाल्नै पऱ्यो त होइन अब कति भिडियो बनाउनु पऱ्यो अब म भोलि नेटै अफ गर्छु सर हामीले पहिला चाइनिज त पढ्नु न यहाँ जे पढाएर तपाईँले जति युट्युबमा भिडियो गर्नुहुन्छ नि त्योभन्दा राम्रो पढाएर पढ्नुहुन्छ मैले पढाएको जति बुझेन भने तपाईँ भिडियो डाउनलोड गर्नुहोस् अन्त पढ्नु जे हुन्छ गर्नुहोस् नबुझेको होइन सर अब के गरौँ भन्दाखेरि सो लेट अस के कि म यसमा रेट हाल्छु र क्वान्टिटी हाल्नु बित्तिकै अटोमेटिकली क्यालकुलेट हुन्छ त्यसको लागि म के गर्छु भन्दाखेरि क्वान्टिटीमा क्लिक गरेँ क्वान्टिटी टेक्स्ट एन्ड डेमोन्स्ट्रेटेड हो है त्यो भ्यालु चेन्ज हुँदाखेरि अब के गर्ने त भन्दाखेरि ग्रुप बक्सको त्यो नेमको लागि के हो जी के हो ग्रुप बक्स मैले किन गरेँ कि नेमको लागि नि टेक्स्ट बक्समा ग्रुप बक्सलाई के हाल्नुपर्छ त्यो पछि चाहियो हुने गरौँला होइन मैले सोचेँ लेट अस चाहिँ टेक्स्ट चेन्ज गरेँ टेक्स्ट चेन्ज गर्दाखेरि मलाई के चाहियो त भन्दाखेरि म एकदम सिम्पलमा गर्थेँ एकदम यसमा धेरै प्रब्लमहरू छन् त्यो पछि सर्ट आउट गरौँला LBL पहिला सुरु के गरौँ भन्दाखेरि लेट अस क्रिएट सम भेरिएबल ग्लोबल भेरिएबल variable ID name sorry integer ID double rate quantity amount यसमा गएर अब मलाई रेट रिड गर्नु पर्यो सो रेट इक्वल्स टु यस्तो रहेछ मैले कुरो बुझेँ ठ्याक्कै त्यो ग्रिड रिप्रेजेन्ट छ नि यसमा नमिल्ने रहेछ कि लाइक स्मल गर्नु रेट क्वान्टिटी यहाँ गएर रेट इक्वल्स टु हाँ वो स्टेपल में स्टेपलर डबल txt रेट डॉट टेक्स्ट quantity equals to then you convert it to double txt quantity dot text ठीक छ यो भएपछि अब के गर्नु त भन्दा now we need to calculate amount भनेपछि amount equals to के त rate into क्वान्टिटी बचिया क्या स्लो भयो माथि जाँदै हुन्छ त्यसपछि अब डिस्प्ले गर्नु पर्यो एमाउन्टमा LBL amount डट टेक्स्ट इक्वल्स टु के त amount डट टु स्ट्रिङ यसले के गर्छ हेर्नु यो प्रब्लम छ अहिले किन आयो भनेर नहुनु होइन गयो 40 minutes. So let's run this. Problem छ होला के मध्यममा के प्रब्लम छ प्रब्लम आयो हाँ लाइट आ रही है तो चलते हैं ऊपर माथि तुम ये गरम आ गया ये अब हो गया के अंदर अच्छा ये गरम अब के 40 मंथ पाएंगे हां तो लेवर और क्लास में तो
किया यार एक कप चिया भएपछि एउटा प्रोग्राम भ्याएर रङ भएर यतापट्टि फर्म मात्रै रङ भएर चाहिँ कुन चाहिँ हामी त्यहाँ ढिलो हुन्छ यो ह्याङ भएको छ नट एक्सपर्टिङ भन्छ पिने मिल्ने मतलब भएन यस्तो गर्नु खोजेँ मैले के गर्नु खोजेँ भने मेरो रेट हाल्नै पऱ्यो होइन त्यो हाल्ने गर्दा प्रब्लम हुन्छ र क्वान्टिटी अहिले मैले 20 हालेँ अटो क्यालकुलेट तर यसमा प्रब्लम के हेर्नुहोस् है यो प्रब्लम क्लोज ब्याक हुँदाखेरि यो नहुँदाखेरि यो प्रब्लम हुन्छ कि इन्टरनेट डाउनलोड म्यानुअल ठिक छ यो एरर रहेछ तो एरर पास के मिल्छ नि मिल्छ तर त ठ्याक्कै हुन्छ नि त हैन सर सुन्नु न अब यो भयो हैन जस्तै हामीले गरौँ हैन एड आइटम गरौँ हैन एड आइटम गरेपछि ठ्याक्क माथिको रिसेट होस् के तल आएर बस्छ माथिको रिसेट होस् त्यो पनि गर्न त्यो पनि गर्न मिल्छ त्यो त त्यसको लागि अहिले हामी यो डिफ्रेन्ट तरिकाले गर्छौँ होइन तर पछि फङ्सन आएर गर्छ यो बुझ्यो होइन हजुर यो रेट क्वान्टिटी क्यालकुलेट भयो अब एड गर्नुहोस् एड गर्नु र रिसेट कस्तो गर्छ त्यो पनि हो राइट क्लिक गो टु डिजाइनर डिजाइनमा गएर पहिला सुरु आइटममा फटाफट एड गरौँ एड गर्न केही गाह्रो भएन क्यालकुलेसनहरू माथि भइहाल्छ सो त क्वान्टिटीको उमा टेक्स्ट बक्समा राख्ने होइन त लेभल बक्समा क्वान्टिटीको होइन त्यो माथि गऱ्यो भने हामीले एमाउन्टको लेभल बक्समा होइन बिजिबी बिलिङ डट रोज सबसे पहिले के हाल्नु पऱ्यो आइडी होइन त त्यसपछि नेम प्रोडक्ट नेम त्यसपछि रेट स्मल रेट हाल्नु त रेट प्रोडक्ट आइडी र यति चाहिँ चाहिने होइन अन्त सुन्नु न सर अब यतापट्टिको टेक्स्ट आइडी डट टेक्स्ट हाल्यो प्रोडक्ट नेम डट टेक्स्ट हाल्यो रेट क्वान्टिटी एमाउन्ट किन गरेर डट टेक्स्ट किन हाल्नु अरे यो त भेरिएबल बनायो नि त उसले माथि तर डट टेक्स्ट त्यो त यहाँ क्यालकुलेट गरेर त्यो भ्यालु पठाएको आइडी टु हालेँ अनि एउटा क्वान्टिटी रेट 120 रुपियाँ क्वान्टिटी अटोमेटिक पेमेन्ट भयो एड आइटम एड भयो एड आइटम गरे अब यो डिफ्रेन्ट कलरमा मैले अस्ति हामी यहाँ टोटल ठ्याक ठ्याक देखाइरहेको छु नि होइन अब मलाई के चाहियो त भन्दाखेरि अब एकचोटि यो बिलिङ प्रिन्ट गर्ने बित्तिकै यहाँ टोटल आउँछ टोटल कलर चापै लाग्छ बिलिङ क्लिक गरेपछि कलर टोटल आउँछ टोटल आउँछ त्यसको लागि चाहिँ के गर्नु पऱ्यो भन्दाखेरि एमाउन्टहरू सबै जोडिँदै आउनु पऱ्यो होइन सबै जोडिँदै आउनु पऱ्यो भनेपछि त्यसको लागि हामी के युज गर्नु पऱ्यो हामीले त एमाउन्ट चाहिँ धेरै छ त्यसको लागि के युज गर्नु पऱ्यो
No. So let's see. जो मैले अल्टरनेटिभ रोज डिफल्ट स्टाइल्स गर्नु ल लेट्स से म फेरि डिजाइनरमा गएँ अरे यार दिलीप कुमार टाइमको ल्यापटप यार अनि यहाँ गएर अब एमाउन्टहरू टोटल निकाल्नु पऱ्यो भने त त्यो चाहिँ कि हामीसँग अलरेडी टोटल भेरिएबल बनाएको है सब टोटल भेरिएबलहरू बनाऊ त्यो चाहिँ डबल माथि नै बनाऊ न त यसो गरौँ टोटल इक्वल्स टु 0 गर्नु टोटल इक्वल्स टु 0 इनिसियलाइज गरेको यसमा म के गर्न सक्छु भन्दाखेरि फोर इन्टिजर आयो भने डिफाइन गरेँ इक्वल्स टु 0 आई इज लेस देन के त जतिवटा रो छ त्यतिवटा हुनु पऱ्यो बिजिबी बिलिङ डट रोज डट कम रोज डट कम रोज डट कम काउन्ट आई प्लस प्लस यसले के गर्छ भन्दाखेरि जतिवटा रो छ त्यतिचोटि हुन्छ जसमा 10वटा रो छ नि 10वटा रोको एमाउन्ट क्यालकुलेट हुँदै आउँछ के गर्न सक्छु भन्दाखेरि टोटल प्लस इक्वल्स टु डबलमा कन्भर्ट गर्नु पऱ्यो क्याप्स डबल डट टु डबल बिजिबी हरेक रोमा इटरेट गर्नु पऱ्यो द्याट्स वाइ दिस इज रोज रोज आई डट सेल्स फुल सेल्स त भन्दाखेरि एमाउन्ट वाला हो नि त एमाउन्ट वाला सेल्सलाई हामी एड गर्दै जान्छौँ डट भ्याल्यु डट टु स्ट्रिङ किनकि स्ट्रिङमा हुन्छ कि बाई डिफल्ट त्यस कारण यसमा डबलमा कन्भर्ट गरेँ अब यो डबलमा कन्भर्ट भइरहेको छ कहाँ स्टोर भइरहेको हाम्रो टोटल भन्ने भेरिएबल स्टोर भइरहेको हो फाइनली लुपको काम सकेपछि यसमा टोटल एमाउन्ट पाउने भयो भनेपछि एलबिएल ए साँच्चै मैले त उनी गराएँ है एउटा भेरिएबल बनाएँ सो गर्ने ठाउँ त चाहियो नि आइसक्यो सर यहाँ अघि नै आएको हजुर बोल्दै हेर्नु टोटल amount total amount गर्छौँ है टोटल मिलाउनु यसलाई एलबिएल टोटल गर्छौँ है LBL total अब त्यसमा डिस्प्ले गर्नु पर्यो सो लेट्स से LBL total amount dot text equals to के त total dot let's run this auto cost select now
ये डुअल कोर हो क्या? इसका रेंज तो फास्ट है। मेरो 3000 मेरो फास्ट हो गयो। प्रोडक्ट में यो किनेको धेरै भयो हैन कि 3000 मेरो ब्रान्ड फास्ट हुन्छ। अब हम समझ चार आइटम ऐड करें है 240 × 5 वटा किन अब बिलिङ मा क्लिक गरेँ आयो टक लगा जब ब्याक का लगा है सर अब जस्तो कि अब बिलिङ क्लिक गरेछ हैन टोटल अमाउन्ट पनि तल आछ साथै अनि बिल तर नाम पनि चेन्ज भएर आउनुको लागि त्यसलाई आज दिस डट क्लोज पनि गर्नु 2 घण्टा लाग्ला नाम चेन्ज गरेर आउनुको लागि बसपछि स्टे हो अहिले एउटा घुमा आउँदै एउटै उसमा प्रोग्राम पछिमा सेपरेट गर्न सक्छ तर अहिले चाहिँ तत्काल एउटैमा आउँछ यस्तो ह्याङ हुन्छ नि तर यो गरेर के भिडियो क्याप्चर गरेर गरेर के ह्याङ भयो है त्यति भयो कस्तो इक्जाम हुन्छ कस्तो पिठमा आउने इक्जाम कस्तो खाले हुन्छ सुरेश के आज पनि गुल्टी नि भयो हिजो गुल्टी लास लाग्दैन हिजो गुल्टे यसमा गुल्टे के भन्दैन असाइनमेन्टमा कहाँ खुल्यो चिया नास्ता दूध से सब खाओ उहाँले भनिदिनु त मात्र के सबसे फ्री अब अरू तिमीले गर है सक्दैन